हेलो साथीहरू, आज चाहिँ म दिउँसोको खाजा पकाउन गइरहेको छु। खाजा चाहिँ के हो भन्दाखेरि चाउचाउ हो। मलाई मिठो त बनाउन आउँदैन, तर सामान्यतया खाना चाहिँ मिल्ने छ है साथीहरू। हेर्नु ल, अब सुरु हुनु। मैले चाहिँ रम्बा चाउचाउ पकाउन गइरहेको छु। 4वटा चाउचाउ चाहिँ पानी उमालेर बोइल गर्दैछु। त्यसपछि मैले सुप लगाएँ बोइल सँगसँगै अनि राम्रोसँग चलाइसकेपछि यस्तो भयो। त्यसपछि मैले यो चाउचाउलाई चाहिँ तार्नका लागि पन्युसहितसँग तारिसकेपछि मैले तावा बसाएँ छुट्टै। तावामा थोरै तेल लगाएँ। तेल लगाएपछि मैले प्याज लगाएँ। प्याजलाई हल्का चलाएँ। त्यसपछि यो टमाटर क्याप्सिकम लगाएँ र राम्रोसँग चलाएँ। मलाई त्यस्तो भिआइपी बनाउन त आउँदैन, नर्मली आफूले खान सक्ने चाहिँ बनाउँछु। र मैले यो चलाइसकेपछि थोरै नुन राखेँ। नुन सँगसँगै मैले चाहिँ अनि मसला पनि लगाएँ। मिट मसला, सब्जी मसला दुईटै लगाएँ। लगाइसकेपछि मजाले चलाएँ मैले। चलाइसकेपछि मैले छोपिसकेपछि यस्तो भयो। पकाउँदाखेरि यो लगभग पाकिसकेको छ र यसलाई मैले चलाइसकेपछि मैले त्यो बोइल गरेको चाउचाउ राखेँ र यसलाई मजाले मिक्स गरेँ। मिक्स गरिसकेपछि मैले यसलाई थोरै धनियाँको पात चाहिँ माथिबाट राखेँ र यस्तो भयो। र दुईजनालाई प्लेटमा राख्यौँ र म चाहिँ खान थालेँ। ठिकै मिठो नै भएछ, ठिकै। त्यस्तो धेरै मिठो पनि होइन, नमिठो पनि ठिक्कको भएछ मेरो टेस्टमा। त्यसपछि मैले चाहिँ खाइसकेँ। तपाईहरु पनि बनाएर खानु है। म चाहिँ यस्तै हो मेरो खुवाई।